आज के अरे फागुन 29 गते हाम्रो 12 को लास्ट दिन थियो आज। उसको चाहिँ 11 हो, उसको चाहिँ लास्ट दिन छैन, हाम्रो चाहिँ लास्ट दिन हो आज। अब यसो मनोरञ्जनको लागि बनाइरहेको छु भिडियो। के भनौँ भयो। अब यस्तै हो जिन्दगी, 12 पछाडि के गर्ने हो थाहा छैन। रिजल्टले भन्छ त सबै, त रिजल्टले पनि के भन्ला, फर्स्ट भए पनि उयो, लास्ट भए पनि उयो। भर्खर बाइकवाला गयो, त्यही भएर केही बोल्न आएन। यता आउनु ए लास्ट दिन यसो फोटोसोटो खिच्यौँ भनेको कोहीसँग, कोही आएन। यसो लास्ट दिन खिच्यौँ भनेको भिडियो त बनिँदैछ नि, ए बनिँदै रहेछ झन्। यसो लास्ट दिन अब मिल्ने साथीहरूसँग फोटो खिच्यौँ भनेको भएन, के गर्नु भएन। यस्तै हो भन्न आउँदैन केही, त्यही भएर यस्तै हो जिन्दगी भनेको। अब भरे स्क्रिनसट हाल्थ्यो एउटा खतरा के निस्कियो। देखाए त यता त धान रोप्न पो थालेछ नि त, कति छिटो। यता पान लगाएर गरिसक्यो। ल यति नै हो, गाई बाई बाई। आउँदा आउँदै साथीहरू मेरो चेन छुट्टिएको अवस्थामा यहाँमा मेरो साथीको साइकलमा अहिले आइरहेको छु। कस्तो स्मुथ बाटोमै तपाईँहरूलाई के भन्नु, स्मुथ बाटो यत्तिकै राम्रो बाटो थियो। यस्तै बाटोमा चेन फुस्क्यो, गाह्रो हुँदो रहेछ। यहाँनिर हाम्रो यताबाट हाम्रो यो उहाँको च्यानल हो, मेरो होइन। बाटो पनि यस्तै छ। घर त पुग्न आँटेको थियो, झन्डाले के अरे त के भन्छ होला, गरा चाहिँ नजिकै थियो र धेरै उतो गर्नु पाइयो। टाढो भएको त जाउँदा कहाँ बोक्दैन होइन। यो त बाइक छैन, त्यही होइन मान्छे अर्को रहेछ। त उहाँ परको दादा हुँदै थियो क्या, उहाँ पर तपाईँहरू देख्न सक्नुहुन्छ नन्दन। आइया धेरै हल्यो, त्यो अगाडि घर मेरो, उसको चाहिँ त्यसको अलिक पछाडिपट्टि घर हो। यहाँको मकै हेर्नु सक्नुहुन्छ, असाध्यै ठुल्ठुला भइसकेको छन्। हाम्रो त एक्लै छन् सानै साँच्चै। मान्छे देखाएको छैन तिमीले, किन देखाइबस्नु पऱ्यो नि। भयो लाहुरे टोल हाम्रो यतानिर, लाहुरे टोलदेखि तल जानुपर्छ हाम्रो गाउँ छिर्न। साइकलमा पम्प छैन जस्तो छ साथीहरू, मेरो चाक दुख्नु थाल्यो। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो असाध्य सुन्दर सौन्दर्यले भरपूर्ण हाम्रो गाउँ। अन्त तपाईँहरूले यसो माया देखाइदिनु भयो भने झन् सुन्दर हुन्छ। हेर्ने चाहिँ दुईजना अरे क्या, तिमी र म। हाल्नु पनि हाल्दैन तिमी। यहाँ देख्नु सक्नुहुन्छ असाध्य साना बगान भए पनि चियाबारी। अहिले चियाहरू भर्खर कोपिला फुल त होइन, भर्खर त्यो पत्ताहरू काँचे आउँदैछन्। चराचुरुङ्गीहरूको आवाजले मलाई बिहानै उठाउने गर्दछ। यहाँ उडेको चरा मेरो साथी हो। यहाँ हाम्रो मेन मान्छे देखाउनु पर्यो होइन, अघिदेखि भन्दैछु। यो कोही लडाउँछ सायद। अಯ್या मेरो चाक साँच्चै दुख्दैछ। तिमी अपशब्दको प्रयोग गर्छौ? कस्तो अपशब्द? पिछवाडा भन्ने, पिछवाडा। मेरो पछाडिको भाग असाध्यै साह्रै दुख्दैछ। यहाँ हाम्रो हेर्नु नि खाल्टो बनाएर छोडिदिरहेको छ यहाँनिर जामा लाउने सरकारले। यो बाटो पनि पिच बनाउने भनेको 5-6 वर्ष भइसक्यो, अहिलेसम्म बनाएको छैन। यहाँ हेर्नु, यो हाम्रो गाउँले होइन, यो कताको मान्छेले आएर फोहोर फालेको त्यहाँनिर। यो मेरो गाउँ, यो हाम्रो होइन, यो चाहिँ मेरो घर। ठुलो घर छ, सानो घर छ। सानो घर छ, त्यति ठुलो छैन। यो पल्लो गाउँ। ल हामी घर आइसकेको छौँ। आजको लागि 2 मिनटको भिडियो यति नै। प्राप्ति भर्खर जाँदैछ, कम छ त्यो। उयो चाहिँ मेन मान्छे घर हो यहाँनिर, देखिन्छ।